त मेरो अब कुरा हुन्छ ल भन 75 जेनजी आन्दोलनमा उकास्युकले जेनजी आन्दोलन जरुरी के को लागि थियो ल भन मलाई जवाफ दिऊ मलाई कन्भिन्स गर केपी ओलीलाई सपोर्ट गर्यो भने राम्रो पत्रकार राष्ट्रपालाई मैले भने उ गर्यो भने खराब मैले केपी ओलीलाई औँला नउठाउनुस् भने मैले तपाईले भन्न खोजेको त्यस्तो उठाउनुस् देखियो औँला उठाउनुस् तब भन्नुस् न पहिला यो कुराले हामी केपी ओलीको विरोध गर्छौं भन्नुस् न पहिला कन्भिन्स गर्नुस् न तपाईहरु 75-80 जनाको अस्ति हत्या जेनजी आन्दोलनमा जेनजी आन्दोलन कहिले सुरुवात कसरी भयो खै यो भट्काउन जाने हो आन्दोलनको त्यो रूप हो क्रान्तिको मतलब के हो क्रान्तिको मतलब भाइ कोले राष्ट्रपाले गरेको राष्ट्रसभा जोसुको पाठ छोड्देऊ जोसुको राष्ट्रसभा कुनै के पाठ सबै छोड्देऊ क्रान्तिको मतलब के हो के थियो शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने थिएन गोली चलेपछि आक्रोशित भएको भनिएको छ नै संसद भवनमा जाने प्लान थियो सरकारलाई आन्दोलन गर्ने मान्छेहरूले सरकारले जानकारी के गराएको थियो हामीले के हामीले शान्तिपूर्ण आन्दोलन गर्छौं माइती घरमा गर्छौं भनेर भनेको थियो गैती बेलचले झपलेर संसद भवन हान्न जाने कसको प्लान थियो ल भन मलाई 23 गते पहिला आउँछ कि 24 गते म 23 कै कुरा गर्दैछु नै 23 कै कुरा गर्दैछु 23 गते सुरक्षाकर्मीहरूको ब्यारिकेड तोडेर संसद भवनमा अट्याक गर्न जाने कसको प्लान थियो ल भन्नुस् मलाई पहिला कुनै पनि कुरा गर्दाखेरि चाहिँ सुरुदेखि गर्नुस् के तपाईहरु स्टार्ट कहाँबाट भयो भन्ने कुरा गर्नुस् के भाइ सुरक्षा व्यवस्था राम्रो भएन भन्ने छ नि त फेरि सुरक्षा व्यवस्था राम्रो भएन किन बोलाउन सक्नु भएन उहाँले अब यस्तो छ यहाँ तपाईहरु जस्तै मान्छेको लाइन छ वार्तामा बोल्नु एउटा हिट अफ द मोमेन्ट परिस्थिति यस्तो बिर्सिसक्यो बनिसकेको छ जहाँ विध्वंस भइसकेको छ गोली चलिसकेको छ मान्छेले इमोसनल रक्ताम्य भइसक्यो रगत बगिसकेको छ त्यति बेला तपाईले सोचे जस्तो सजिलो तपाईले एउटा आइफोन समातेर वार्तामा किन बोलाउनु भएन उहाँले यस्तो किन भएन भने जस्तो हुन्छ भाइ हैन हाम्रो क्वेशन यो भयो कि त्यसले त्यत्रो भयो नि त्यसमा जिम्मा त सरकारमा बसेकोले लिनुपर्ने होला नि त सरकारको व्यवस्थापन राम्रो भएन होला सरकारले नर्मली 2058 सालमा राजा मर्दाखेरि जिम्मा कसले लियो सरकारमा को थियो तत्कालीन प्रधानमन्त्री को थियो मलाई भन्नु त तपाईहरु यस्तो पढ्नु हैन हामी तपाईलाई 23 गतेको सोधिरहेको छौं 23 गते त्यो पछाडी नजानुस् न पछाडी किन नजाने हो एउटै कुरा एउटा आन्दोलन भनेको सबको हुन्छ भाइहरु फेरि है अलिकति तपाई पत्रकार हो तपाईको जस्तो मुख छ मेरो पनि त्यस्तै छ हैन एउटै कुरामा केन्द्रित अतिरञ्जित नगर्नुस् हैन अतिरञ्जित गरेको हैन जिम्मा त सरकारले लिनु पर्छ नि भन्ने लिउन त कि त उले गल्ती हैन हामीले सुरक्षा व्यवस्थामा हामीले 17000 मान्छे मर्दाखेरि चाहिँ प्रचण्ड लिनुपर्ने आन्दोलनकारीले लिनुपर्ने 17000 मान्छे मर्दाखेरि 10 वर्ष देशले क्षति बेहोर्दाखेरि चाहिँ माओवादीले लिनुपर्ने अपोजिटको आन्दोलन गर्ने मान्छे लिनुपर्ने अनि जेनजी आन्दोलन हुँदाखेरि चाहिँ सरकारले लिनुपर्ने व्हाट ननसेन्स भाइ तिमीहरु पहिला नियम बनाऊ तिमीहरु ल पत्रकार हो तिमीहरु बनाऊ नियम हामीले बनाउने हैन बनाउ न त ल के गर्नु पर्छ ल भन त्यहीबाट जाउँ न त कुरा अनि तपाईको विचारमा यो आन्दोलन हुनुमा जेनजीको गल्ती हो सरकार निर्दोष मैले भने त्यसले जिम्मा लिनु पर्छ भर्खर त्यही त मैले भने सुरुवात कसरी भयो भने मैले आन्दोलन भयो आन्दोलन गर्यो त्यसले जिम्मा लिने भन्नुभयो भर्खर तपाईले त्यही त कन्सिक्वेन्सेस जस्तै 2052 सालबाट सुरु भएर 62 सम्म पुग्दाखेरिको चाहिँ माओवादी लिनुपर्ने त्यति बेला कति हजार मान्छे मर्यो 17000 मर्यो हैन त्यो त आन्दोलन हुँदाखेरि मान्छेहरु मर्छन् हामीमा स्कुलिङ पनि के छ के रे बन्दैन देश 2-4 सपुत मरेर नगए बन्दैन बिहान मिरमिरामा तारा झरेर नगए भन्ने स्कुलिङबाट चाहिँ हामी आउने हैन त्यसपछि हामी देशको लागि आहुति दिन्छौं पनि भन्ने देशको लागि हामी मर्न तयार छौं भन्ने हामी आन्दोलनमा जाने पनि हामी हैन त्यो क्रममा त्यहाँनिर त तपाईको लडाई हुँदाखेरि त डेफिनेटली दुबीको पक्षबाट हुन्छ नि त अनि एउटाले चाहिँ जिम्मा लिनु पर्ने कसरी दुईटैले लिनु परेन भने के तपाईको विचारमा जेनजी आन्दोलन हुनु हुँदैन थियो डेफिनेटली जरुर जेनजी आन्दोलन हुनु पर्थ्यो शान्तिपूर्ण हुनु पर्थ्यो त्यसरी उचालिनु हुँदैन थियो त्यसरी एउटा हुन्छ नि हामी आन्दोलन गर्ने मान्छेले हामीले चाहिँ पोजिटिभ कुराको लागि हामीले क्रान्ति गर्ने हो के तर हामी त्यसरी के रे पुलिसहरुलाई बनाउनलाई ब्यारिकेड तोडेर तपाईले खिच्नु भएको भिडियोमा छ त शान्तिपूर्ण किन भएन परिवर्तन हुन सक्थ्यो होला यस्तो छ त सुन्नुस् न यस्तो छ हामी मारेर मरेर भन्दा पनि भलै हामीले छोटो परिणामको लागि चाहिँ एकछिनको लागि चाहिँ जस्तो हामीले अहिले चाँडो परिणाम पायौं के परिणाम पायौं भने सरकार चेन्ज भयो अन्तरिम सरकार बन्यो हैन 83 मा हुनुपर्ने 82 मा भयो हामीमा थोरै हामीले के को लागि क्षति गरिरहेछौं भन्ने कुरा हो कि खासमा चाहिँ हैन के को लागि क्षति गरिरहेछौं त हामीले आन्दोलन जरुरी थियो होइन आन्दोलन गर्नुपर्छ क्रान्ति गर्नुपर्छ नयाँ नयाँ सोचहरु विचारहरु आउनुपर्छ आवाज उठाउनुपर्छ देशको तर त्यो आवाज
देशको पक्षमा उठाउनु पर्छ।